चाहिँ जानलाई रेडी भइसकेको छु। आज के को बारेमा भिडियो छ भनेर तपाईले थम्बनेलबाट थाहा पाइसक्नु भएको छ। सो आजको आउटफिट सो अब मैले चाहिँ सबै ढोकाहरू लगाइसके, जानलाई रेडी भइसक्यौँ। अन्त त्यसपछि ढोका नि खोले। मनोज दाजु नमस्ते। रेडी हो तपाईहरु? तिमीले त भिडियो बनाइरहेछ के? मैले त भिडियो बनाइरहेको छ नि अहिले त। हैन दाइ, आज अर्कै खाले देखेर तपाईलाई देखिरा। यहाँ हाम्रो मनोज दाइ हुनुहुन्छ, उहाँ के भन्न चाहनुहुन्छ अरे? प्लिज दाइ गो हेड। युट्युब च्यानललाई सब्स्क्राइब अनि लाइक गरिदिनु होला। दाइ तपाईले एउटा गुन्डा छ नि, के फिल्मको गुन्डा त्यस्तै देखिरहेछ हो म। हो र? हैन होला। गुन्डा जस्तै देखिरहेछ। गुन्डै हो नि। सो यतिखेर चाहिँ अहिले कति बज्न लागिसक्यो दाइ? सो हामी चाहिँ रेडी भइसक्यो सब जानलाई। आज बबाल इन्जोय गर्नेवाला छौँ म र मेरो पुरा। हेलो एभ्रिवान, वेलकम ब्याक मेरो बहिनीको ब्लगमा। फाइनली मेरो साथीहरू मेरो दिदीहरू आइसक्नु भएको छ। अर्को मेरो मिटिङ चाहिँ पनि आउनु न यहाँ। हामी तीनजना चाहिँ आज स्पेशल आज जाँदैछौँ हामी। कता पो रामाको बिग फ्यान हामी। अनि राजुलामा खाने यहाँ त्यहीबाट एक शब्द जानु पर्यो यहाँनिर। हजुर मेरो ब्लग अब स्टार्ट भइसक्यो। एक शब्द यहीबाट जानु पर्यो। एक शब्द जानु पर्यो। अनि टिकटक हानेपछि चाहिँ फेरि जाला नि। एक दुई टक पनि हान्नुहुन्छ र आज त हान्नुहुन्न ल। धेरै पछि देखेर होला तपाईँलाई मैले अर्कै देखिरहेको छु। मोटाए नि होइन स्लिम पो देखेको त। फमै भयो जस्तो लाग्यो। उताबाट रमाइलो गरेर आउनु भयो सोल्टीहरू। रमाइलो भयो नि दाइ। साथै बहिनी ल बधाई छ बहिनी। ए हजुर दाइ हस् हुन्छ। तपाईलाई एकदम अल द भेरी बेस्ट। हस् थ्याङ्क यू दाइ, थ्याङ्क यू। हैन सधैँ यसरी नै सपोर्ट गर्नु होला है दाइ। अब स्टार्ट जनाले साथ दिनु होला तपाईहरुलाई। भर्खरै स्टार्ट गरिरहेको छु। युट्युब च्यानललाई तपाईहरुले यसो माया देखाइदिनु होला, सब्स्क्राइब गरिदिनु होला। अलि माया हजुर साथ सपोर्टको लागि अगाडि हजुर यति सपोर्टिभ दाइहरू हुनुहुन्छ, पक्कै पनि राम्रो हुनेछ भन्ने आश पनि गरेको छु रे के दाइ। है के रे दाइ? How are you? Good, I'm good. Are you alright? Yeah, I'm just taking videos out okay, yeah? Just say hi. Hello, how are you? Are you doing good? You joining in with the Yeah. concert? Don't put it out together. एक बाइट खानु त? तपाईँ खानु तपाईँ? ए मलाई खुवाउँदैन एक बाइट।
हुनुहुन्छ भूतपूर्व सैनिक हरिबहादुर बुद्धानगर उहाँले चाहिँ सन् 2010 नेपाली धेरैवटा हिमालयबाट आरोहण गर्न सक्नुभएको छ। हिँड्दा मेरो मोबाइलको ब्याट्री चाहिँ अफ भइसकेको रहेछ। यो पिक्चर चाहिँ अगाडि नै मैले लिएको थिएँ। अनि त्यसपछि सी यू बाई बाई नेक्स्ट ब्लग।